नमस्कार, म कञ्चन सापकोटा। आज मार्च 8 अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्णमा म कञ्चन सापकोटाको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। आजको यस नारी दिवसमा राजनीतिमा महिलाको कस्तो भूमिका रहेको छ त भन्ने विषयमा केही कुरा जानकारी दिन चाहन्छु। अन्तर्राष्ट्रिय स्तरमा नारीको अवस्था राजनीतिमा धेरै राम्रो रहेको छ भने हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने विभिन्न मन्त्री परिषददेखि लिएर राष्ट्रपतिसम्म हाम्रो देशमा महिलाले अवसर पाइसकेको हामीले देख्न सक्छौँ। त्यस हुँदाहुँदै पनि हामीले विभिन्न क्षेत्रमा हामीले अहिले वर्तमान अवस्थामा हेर्दाखेरि महिलाहरूले दुर्गमदेखि सुगमसम्म विभिन्न अवसरहरूको भोग चलन गर्दै आउनु भएको छ। त्यसमा पनि अब शान्तिपूर्ण रूपमा रोजगारीको अवसर, सकारात्मक रूपमा समावेशिता, सकारात्मक कुरा आउँदै पनि धेरै नकारात्मक कुराहरू पनि हामीले फेस गरिरहेका छौँ। जस्तो कि नकारात्मक फेजमा महिलाले सडकदेखि सदनसम्म जाँदै उसले आफूले जति पनि बाहिर ठुला कुराहरू गर्दा अवसर पाउँदै गर्दा के ऊ घरभित्र सुरक्षित छ त? घरभित्र जुन किसिमले उसले बाँचिरहेको वातावरण, बाहिर जुन किसिमले बाँचिरहेको वातावरण के उस्तै छ त? त्यो हामीले उस्तै देख्न सक्दैनौँ। किनभने सदनमा बोल्दै गरेको एकजना महिलाले घरमा गएर त्यही बोलेको कुरा उसले आफ्नै परिवारमा पनि पुर्याउन सकिरहेको छैन। यो पितृसत्तात्मक समाज हो। त्यही कारणले गर्दा जहिले पनि महिला जतिसुकै ठुलो पदमा पुगे पनि ऊ पुरुषको मुनि नै रहेको पाउँछौँ हामीले। किनभने महिलाले जतिसुकै ठुला कुरा गरे पनि, जतिसुकै अवसर पाए पनि जबसम्म पुरुषले हुन्छ भन्दैन तबसम्म ऊ अगाडि बढ्न सकेको अवस्था हामीले देख्न सक्दैनौँ। त्यही कारणले गर्दा महिलाहरूलाई नीतिको अभाव भएको छ र आफ्नो मानसिकतामा पनि परिवर्तन ल्याउन जोड दिन्छु भन्न चाहन्छु म चाहिँ। धन्यवाद। हामी सधैँ महिला समानता र स्वतन्त्रताको कुरा गर्छौँ, तर के हाम्रो समाजमा महिलाहरूले समान अवसर पाएका छन् त? लेट्स टक अबाउट इट। श्रीमानको मृत्यु भएका, डिभोर्स भएका अविवाहित एकल महिलाहरूले समाजमा अझै पनि विभेदपूर्ण व्यवहारको सामना गर्नुपर्छ। 21औं शताब्दीमा आइपुग्दा पनि एकल महिलाहरूले सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नु परेको छ। सामाजिक रूपमा श्रीमानको मृत्यु भएका महिलाहरूलाई विभिन्न शुभ कार्यहरू गर्दाखेरि आउन नदिने, टाढा राख्ने गरिन्छ। अविवाहित महिलाहरूलाई तिम्रो विवाह भएको छैन, विवाह नभएको व्यक्तिको चाहिँ मृत्यु हुँदाखेरि काजक्रिया गर्न मिल्दैन भन्ने। डिभोर्स भएका महिलालाई त झनै नराम्रो नजरले हेर्ने गरिन्छ, जुन अत्यन्तै लज्जा। एकल महिलालाई सामाजिक र आर्थिक रूपमा विभिन्न प्रकारका चुनौतीहरू भए तापनि कानुनी रूपमा भने सम्पत्तिको अधिकार, एकल महिला भत्ता अनि महिलाहरूलाई उद्यमशील बनाउनको लागि उनीहरूको लागि विभिन्न सिपमूलक कार्यक्रमहरू भइरहेका छन्। तर यस विषयमा महिलाहरूलाई भने खासै जानकारी नभएको स्थिति छ। कानुनी रूपमा एकल महिलाको लागि विभिन्न प्रकारका कानुनहरू बने तापनि वास्तविक जीवनमा भने उनीहरूलाई आत्मनिर्भर हुन नसिकाउने, राम्रो शिक्षा नदिने जस्ता कारणहरूले गर्दाखेरि उनीहरू आत्मनिर्भर हुन सक्दैनन् र जसले गर्दा उनीहरूलाई रोजगारीको कमी हुने गरेको छ। एकल महिलालाई सहानुभूति होइन, अवसर दिउँ, उनीहरूलाई आत्मनिर्भर बनाउन हामी सबैले सहयोग गरौँ। हेलो एभ्रिवान, मेरो नाम चाहिँ लक्ष्य छेत्री अनि तपाईहरु सबैजनालाई आज इन्टरनेसनल वुमेन्स डेको धेरै धेरै शुभकामना। आजसम्म महिलाहरूको लागि हाम्रो नेपालमा पहिला भन्दा धेरै नै इम्प्रुभ भए तापनि हामीले अझै पनि महिलाको लागि र जेन्डर इक्वालिटीको लागि चाहिँ हामीले एज अ युवा भएर चाहिँ हामीले हाम्रो भोइसलाई उठाउनुपर्छ। यो भन्दै र यही इन्करेज गर्दै सबैजनालाई ह्याप्पी इन्टरनेसनल। आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म एर्ना पण्डितको तर्फबाट सम्पूर्ण नारीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। आज म यस समाजमा, वर्तमान समाजमा पिछडिएका महिलाहरूको बारेमा केही कुराहरू व्यक्त गर्न चाहन्छु। पिछडिएका महिलाहरू मध्येमा आदिवासी, दलित, जनजाति र मधेसी राउटे समुदायका सीमान्तकृत महिलाहरू अथवा यौवन अवस्थाका युवाहरू अनि अपङ्गता, अल्पसङ्ख्यक जस्ता मानवहरू पर्दछन्। उहाँहरूको राजनीतिक अवस्थामा चाहिँ राजनीतिक दलहरू सरकारमा स्थानीय सहभागिता बढ्दै गएको पनि पाइन्छ। कतिपय
भने स्थानीय तहदेखि सङ्घीय सरकारसम्म प्रतिनिधित्व गर्ने चाह र उहाँहरूको एकदम त्यो बिल्डिङ गर्ने क्षमताहरू पनि सक्रिय हुँदै गएको देखिन्छ। अनि सामाजिक न्याय, समावेशी र अधिकार स्थापनाका लागि राजनीतिक आवश्यकताहरू पनि बढ्दै गएको पाइन्छ। पिछडिएका वर्गका महिलाहरू अहिले पनि विभिन्न सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक समस्याहरूबाट प्रभावितै छन्। सामाजिक समस्या, छुवाछुत, भेदभाव, दलित तथा पिछडिएका वर्गका महिलाहरू अझै पनि त्यसबाट शिकार नै रहिरहेका छन्। त्यो उन्मूलन भइसकेको छैन। बाल विवाह, बहुविवाह अनि घरेलु हिंसा संस्कारको आधारमा दबावको रूपमा रहिरहने यस्ता कारणहरू निकै नै देखिन्छ। समाजमा यी समस्याहरू निकै छन्। यसलाई समाधान गर्नलाई हामीले राम्रो कदम चाल्नु। नमस्ते सबैलाई, म कमला उपाध्याय। यस महिला दिवसको अवसरको समयमा चाहिँ दिनमा पारेर चाहिँ मैले हजुरहरू सामु चाहिँ केही समाजमा देखेको विकृतिहरूको बारेमा चाहिँ भन्न गइरहेको छु। अहिले चाहिँ हाम्रो समाजमा चाहिँ धेरै विकृतिहरू हामी देख्न सक्छौँ, जस्तै छौगुनी प्रथा भयो। अनि जेन्डरको कुरामै गरौँ भने पनि अब जस्तो अब केटालाई पढ्न पठाउने, केटीलाई पढ्न नपठाउने, शिक्षाकै कुरामा पनि यो धेरै कुराहरू हामी देख्न सक्छौँ। छोरीले घरमा मात्र काम गरिरहनु पर्ने, छोरा चाहिँ पढ्न पाउने, यस्तो धेरै कुराहरू देख्न। अनि यस्तो कुराहरूले चाहिँ महिलाहरूलाई एकदम धेरै मेन्टली असर परिरहेको हुन्छ। अनि यसको लागि चाहिँ सरकारले चाहिँ उचित बजेटको छुट्याइदिनु भएर चाहिँ यसमा अझ धेरै काम गर्नु। Namaste to one and all. It's me Ilza Thapa. First of all, happy International Women's Day to all. Today we are celebrating the International Women's Day on the honors of our brave, beauty and bold women on the 8th March. Not only in the locally but also in the globally. The day we hear that women are only engaged in the household activities, but now the things has been changed. The women are engaged in different field. They are independent, brave, strong, and have realized their own strength, and they are going into different field. Not only engaging in one field, but they are engaged in different field and touching a different height. नमस्ते सबैजनालाई, म चाहिँ ममता श्रेष्ठ हजुर सम्पूर्णमा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिन चाहन्छु। नारीहरू भएपछि होइन महिलाहरूले धेरै नै दुःखहरू भोग्नु परिरहेको हुन्छ। अहिले जस्तो के भन्छ धेरै फेसिलिटिजहरू, धेरै फ्रिडमहरू आए तापनि त्यो पनि छ नि, अब धेरै कुराहरू महिलाले प्राप्त गर्न सकेको छैन होइन। जस्तो अब महिलाहरूले पनि अहिले क्लाइमेट जस्टिसको कारणले पनि धेरै थोकहरू भोग्न परिरहेको छ। जसरी अब गाउँतिरहरू अब यस्तो हुन्छ नि, पानी लिन जान जस्तो भयो, पानी लिनु पर्यो, अब पुरुषहरू त जाँदैन नि त्यसमा। अनि पानी अब अहिले के छ भने पानीको पनि अब धेरै क्लाइमेटको कारणले पानीहरू सुक्दै गइरहेको छ। अनि पानीहरू सुकेको कारण अब त्यो झन् उसको डिस्टेन्स धेरै भइरहेछ नि त पानीहरूको। अनि त्यस्तो भएपछि झन् धेरै हिँडेर के चाहिँ महिलाहरूले पानी लिएर आउनु परेको छ। अनि त्यसको कारणले गर्दा पनि उनीहरूको हेल्थ पनि इफेक्ट हुने पर्ने भएको छ। अनि त्यही भएर पनि अनि महिलाहरूलाई अझ गाह्रो भइरहेको सकिन्छ भने अब जस्तै यो क्लाइमेट चेन्जहरूको जस्तो बजेटहरू छुट्याएको हुन्छ नि त्यो क्लाइमेटको सम्बन्धी। अनि त्यसमा चाहिँ अब महिलाहरूको लागि पनि भनेर त्यसमा केही काम गर्नुपर्ने हुन्छ। अब त्यसलाई सुविधा, महिलालाई पनि सुविधा दिने त्यो बजेटबाट। अनि त्यो प्रोग्रामहरू महिलाको लागि मात्रै भनेर पनि। हाई एभ्रिवान, आइ एम मोनिका राणा मगर। अब भोलि मार्च 8मा हुनु पहिले ह्याप्पी वुमेन्स डे। अहिले जति पनि भइरहेको अझै थप गर्नुको लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा अझै बजेटहरू छुट्याएर थप सिपमूलक तालिमहरू पनि प्रदान गरिदिनु होला। सबै महिला र छोरीहरूको अधिकार